चाहिँ अर्जुन प्रधान अनि मेरो चाहिँ आजबाट डेली भ्लगहरू चाहिँ हजुरहरू सामु पर्छ मेरो एउटा सानोदेखिको सपना थियो भ्लगर बन्छु भन्ने टाइपको अनि सो स्ट्रगल फेसमा चाहिँ के कुरा नमिलेको जस्तो हुँदो रहेछ होइन सबै कुरा चाहिँ राइट टाइममा आउनै पर्ने रहेछ सो जति हतार गर्दा पनि टाइम लागेसम्म चाहिँ नहुँदो रहेछ त्यसैले मलाई चाहिँ कस्तो लाग्यो भने त्यो राइट टाइम कुरेर बस्नु नै राइट लाग्यो सो त्यही हो अनि म चाहिँ इन्ड्राइभ गर्छु होइन अनि इन्ड्राइभमा चाहिँ मेरो एउटा टिप उठिसकेको छ सो हेर्नु है बागबजार जाने टिप उठिसकेको छ सो को हुनुहुँदो रहेछ आजको भ्लगमा चाहिँ होइन मेरो चाहिँ पहिलो भ्लगमा चाहिँ को मान्छे चाहिँ पढ्नु भएमा पहिलो टिप पहिलो भ्लग सो हेरौँ सो म चाहिँ त्यहाँ दिदीहरूलाई खिच्न अलिक मिल्दैन अरे नखिच्नु भन्ने कुराहरू गर्नुभयो सो यहाँ कहाँ माथितिर आइपुगिदिएर आएन होइन होइन यति कारण आर्मी ब्यारेक स्यारेक सुन्दरी जल के भन्ने ठाउँतिर आइपुगिरहेको अब ट्याक्क बारेर होइन सर्लक्क अब चाहिँ फेरि बौद्ध जाने टिप उठिसकेको छु अनि म चाहिँ लोकेसनलाई लिन जाँदैछु है त्यहाँ गएर अब उहाँहरूलाई चाहिँ खिच्नु मिल्छ भन्ने मात्रै खिच्यो नि त होइन किनभने मान्छेको अथोरिटी बिना चाहिँ खिच्ने कुरा भएन के हो सो त्यहाँ गएपछि भेट्नु है त ल सो म चाहिँ उहाँहरूको लोकेसनमा पुग्न आँटिसकेँ होइन फेरि यहाँबाट चाहिँ ब्यागको ब्याग निकाल्नु पर्ने रहेछ गाडी फ्रन्ट ठाउँमै छ हजुर म हजुरहरूको लोकेसनमा आइपुगेँ केटी मान्छे बोल्छ के हो फेरि आफ्नो कन्ने केटा गाह्रो छ मलाई है केटी मान्छे बोलेपछि के गर्नु चार्जमा हाल्नु पऱ्यो फेरि चार्ज सकिन सक्छ होइन उहाँहरू आएपछि उहाँ चाहिँ आइसक्नु भएको छ होइन मम्मी फेरि चाहिँ आउँछ सोच्छु ल के भन्नुहुँदो रहेछ
के ऊ पहिला ब्याट्रीबाट चाहिँ चल्ने पहिला चाहिँ पेट्रोलबाट चल्ने के छ भन्छ। नै पर्छ ए नानु हो नचला त गाडीमा त्यही भनेको है म हेरिदिन्छु तपाईँलाई त्यो उताबाट होस्। ए यो पनि रहेछ नि साह्रो सजिलो पो रहेछ त्यो त है सबै हजुर सबै कुरा सेन्सरले देखाउँछ अनि मैले हजुरलाई एउटा कुरा सोध्नु बिर्सेँ कि मैले भ्लग पनि गर्छु मेरो क्यामेराले खिचिरहेको छ के फरक पर्छ पर्दैन तपाईँलाई नै युट्युबमा नै आउँछ मेरो यस्तो चाहिँ प्रायोरिटी चाहिँ युट्युबको लागि हो र टिकटकमा नै आइरहेको छ हजुर भन्छ म त कहाँ आएको जस्तो लाग्यो फर्स्ट टाइम त्यही टाढा आएको जस्तो लाग्यो तर धेरै डिस्टेन्स जान्छ 4-5 किलोमिटर छ त कति धेरै टाढा आएको जस्तो लाग्दैन तपाईँ कहाँ हुनु म त यहीँ आएको थियो जोरपाटीबाट टिप लिएर यहीँ माथि तल कता जाने बाटो रहेछ नि यहीँ माथितिर थियो फुल टाइम भन्दा पनि नाइट चलाउँछु म चाहिँ त्यस्तै कोही कोही बेला चाहिँ छिट्टै झिक्छु गाडी कोही बेला चाहिँ छिटो ढिला हुन्छ सो होल नाइट चाहिँ होल नाइट गर्ने हो 5 to 5 मजाले जोस् अब अलि 1-2 किलोमिटर लिन जानुपर्छ नाइटमा चाहिँ त्यस्तो नपाउने भन्ने चाहिँ हुँदैन प्राइस हल्का डिफ्रेन्स हुन्छ चार्ज अलिकति बेसी हाल्छ त्यस्तो होइन त्यो चाहिँ हुँदैन जस्तै आफूले जाने नजाने भन्ने चाहिँ यहाँ नै देखाउँछ 80 किलोमिटर टाढा छ रिक्वेस्ट आएपछि 80 किलोमिटर टाढा छ भनेर यहाँ देखाउँछ अनि त्यसपछि एक्सेप्ट गर्ने नगर्ने आफ्नो इच्छा हो कि अब आफूले एक्सेप्ट गरिसकेपछि त 5 किलोमिटर टाढा भयो भने त लिन त जानु पऱ्यो तर इभी गाडीहरूमा त 1-2 किलोमिटर लिन जाँदा खासै के फरक पर्दैन चार्जबाट चल्ने हो पेट्रोल गाडीहरूलाई चाहिँ अब कति किलोमिटर चल्छ यो खास 200 भन्छ 200 चाहिँ अलि चल्दैन 180 170 त्यस्तो चार्जिङ स्टेसन हुन्छ सबैतिर छ प्रायः घरमा पनि त हुन्छ नि होइन घरमै पनि गर्नु अहिले तपाईँको चार्ज कति छ अहिले मेरो 62 छ यहाँ देखाइरहेको छ 62 छ 132 चाहिँ किलोमिटर घुट्छ अरे भनेर नि उसले भनिरहेको ब्याक गर्दा रिभर्स गर्दाखेरि लोकल बसको बानी अलिक सिधा त गर्नु नि हौ फटा मेरो त उता सिन्धुपाल्चोको तातो पानी चाइना बोर्डरतिर हजुर के खऱ्यो मन्दिर हजुर खोटाङ म हरेसीसम्म चाहिँ गएको छु यही गाडी लिएर जानुभयो नै म बस लिएर गएको थिएँ त्यति बेला रमाइलो भयो हलेसीबाट अझै माथि जानुपर्छ 4 घन्टा है कति लाग्छ भन्दै थियो खोटाङ त त्यहाँबाट पनि दिग्देल सदरमुकाम हाम्रो चाहिँ त्यहाँबाट
एकदमै रमाइलो लाग्यो हलेसी मन्दिर। खोटाङ त तपाईँ त्यो जयरामको पुल तर्ने साथै खोटाङ पसिहाल्नुभयो होइन। हजुर अनि दिक्तेल पुललाई चाहिँ अलिकति हाम्रो सदरमुकाम दिक्तेल बजार त झिलिमिली रहेछ राति हामी राति अचल त कान्छी खोटाङमा पो चल्छ त्यो यो त ऐसेलो घरको उता सबै हलेसी दिक्तेल कस्तो जान्छ मान्छे यस्तो ठाडोमा नि जान्छ क्या त्यो टोटो हो कि अटो भनेर त्यो माथि पनि त्यो त्यहाँको पेसेन्जरको त त्यो चामलको बोरा के त्यो करेलाको बोरा सबै तानेर जोरबारी पुगेछ सीसीको बाइकको इन्जिन हुन्छ यसमा खतरा जान्छ उकालो त गुटुङ्डो हिँड्छ भने त्यो धेरै वर्ष भइसक्यो ऐसेलो घरकोमा बिचडा छ ऊ त देउराली र ऐसेलो घरको तान्ने बिचडा छ दिक्तेलमा त धेरै छ दिक्तेल हलेसी त घुमिरहँ जस्तो क्या जति घुम्दा पनि कस्तो आनन्द आएको निस्किनै मन थिएन मलाई त अनि आएर हान्थ्यो मलाई बरु त त्यो होला त राति आनन्द हो क्या गाडी चलाउन यहाँ पुऱ्याएर त्यही 8 साढे 8 9 बजीसम्म जान्छ खोलिसकेको छ होइन यो सुनसान भएको बेला के अरे बोल्यो है एक दुई दिन हो त्यसरी सुनसान भयो भने त बर्बाद भइहाल्यो अहिले पनि ट्राफिक छैन बाटोमा जाम भएपछि आधी घन्टा जाम भयो र अफिस टाइममा त्यही भएर म गाउँ गएको ए बौद्ध घुम्न जानु यहाँबाट त टन्नै हिँड्नुपर्छ नि त फेरि रिभरबाट त उता रेड कलरको बस भएको मेरो पहिला हिँडिरहेको त्यही भएर
धेरै राम्रो भएको छ कि टिप पछि बस्नुपर्छ र मान्छेलाई 500 हो भन्दाखेरि 400-300 भाइ जाउँ भन्दा हुँदैन भनेर बस्नुपर्छ आफूलाई मन परे गयो मन परेन गयो ट्राफिक रहेछ अगाडि रोक्नु पऱ्यो भाइ बौद्ध गेट अगाडि हो यहाँबाट अलिक सजिलो ट्राफिक लाइन बिचरा तनाव छ होइन होइन आउँदैन मान्छेहरूलाई जेब्रा क्रसिङ त्यही भनेको यत्रो बौद्ध गेटको अगाडि त अलिक सेतो बनाउनु अनि यता चाहिँ बार रहेछ यता नि बार त्यसैले नेपाल भनेको जस्तो लाग्छ मलाई चाहिँ ला यो त चेन्जै छैन हुन्छ हजुरले के पढायो नि मोबाइल ब्याङ्किङ इस्यु मलाई एउटा फोटो दिनुहोस् न अनि थ्याङ्क यू मैले 50 रुपियाँ टिप्स पाएँ उहाँहरूबाट मान्छे ह्यान्डसम भएर दिनुभयो के हो खासमा कुरो टेन्सन भएन यार 50 रुपियाँ टिप्स दिएर जानुभयो ओ सेट फेरि अब अर्को टिप त हेर्नै पर्यो होइन फेरि होइन मैले चाहिँ 2-4 टिप गरिसक्यो होइन अनि त्यसपछि अहिले पनि फेरि पनि मेरो चाहिँ एउटा टिप उठेको छ रोयल प्यालेसबाट सूर्यविनायकसम्मको होइन अनि म चाहिँ दक्षिण ढोका पुगिसकेँ पिकअप गर्न जाँदैछौँ होइन हेरौँ के हुन्छ कहिले जाउँ है त पिकअप लोकेसनमा पुग्न आँटिसक्यौँ होइन च्याट्ट पारेर पारेर हामी सूर्यविनायक जान्छौँ चलाउनै पर्यो गाडी के गर्नु गाह्रो छ है जिन्दगीमा पानी पर्ला जस्तो भोगाइ छैन यस्तो चट्ट अब त जाडो मन लाग्यो गरम चट्ट खाएर बस्ने बेला हुन लाग्यो तर के गर्नु गएर गाडी कत खराब
सो म चाहिँ होइन यहाँ ठ्याक्क सूर्यविनायकको गाडी पुगेँ सो मैले पेसेन्जर लिएर आएको अनि भ्लग गर्छु मैले गर्न मिल्छ भनेको उहाँहरू चाहिँ कपल्स रहेछ क्या जोडी होइन मिल्दैन मात्रै घरमा आमा लिएर मार्ला अनि कहाँ मिल्छ होइन त्यही भएर ट्याक्क भिडियो चाहिँ गरेन आउँदा चाहिँ होइन ट्याक्कै यो सूर्यविनायक चोकमा चाहिँ म चाहिँ अहिले सर्लक्क पारेर होइन त्यही हो अब यहाँबाट कहाँको टिप आउँछ हेरौँ होइन हेर्दैछौँ मेन ड्राइभमा तर यहाँबाट चाहिँ टिपै छैन यस्तो छ है हालत होइन त्यही भएर अब ट्याक्क पारेर टिप आएपछि सरक्क गइन्छ म चाहिँ होइन यहाँ टिप पुरेर बसेको नै करिब करिब 25 मिनट भइसक्यो होइन के गरेँ कम्पनीले टिपै दिँदैन भइसक्यो टिभी आउँदैन घुमे मात्रै गर्छ यस्तो गाडीसँग ट्याक्क पारेर म चाहिँ सर्लक्क रानीको हाइवेतिर फर्काएर आएको छौँ गाडी होइन टक्क बसिरहेको छौँ अब टक्क टिभ आउने बित्तिकै सर जानुपर्ने हुन्छ होइन सो म चाहिँ मान्छे पिकअप गर्ने क्रममा होइन आइसक्यो यहाँबाट चाहिँ गोबरेश्वर जानु लाग्यो होइन यहाँ चाहिँ गाउँको बाटोतिर ब्याग छ हुन्छ पछाडि राखौँ न कति जानु जाने हो कति जानु जाने हो अरू कुनै ब्याग छ हुन्छ ल्याउनु न यहाँनिर आएको छु पिकअप गर्न चाहिँ यहाँ आएको छ सो गाडी चाहिँ ट्याक्क पारेर त्यही हो होइन ट्याक्क पारेर मैले जहाँ कामसाम गरेँ ट्याक्क अब बिहानको चाहिँ लगभग तपाईँको अहिले 5 बजेर नि 16 मिनट गइसक्यो होइन अब चाहिँ सुत्ने टाइम पनि भयो गाडीमा चार्ज पनि 23% मात्रै छ अब चाहिँ ट्याक्क सुत्नुपर्छ होइन ल के छ होइन भिडियोमा सबैजनाले हेरेर माया गरिदिनु होला के पुगेको छैन यसो भनिदिनु होला कमेन्ट गरिदिनु होला होइन त्यही हो सबैजनाले नयाँ च्यानल छ सब्सक्राइब गरिदिनु होला हस् त बाई सबैजनालाई अर्को बादमा भेटौँ न त्यही हो होइन ठ्याक्क पारेर मैले चाहिँ अब कामसाम गरेँ ठ्याक्क अब बिहानको चाहिँ लगभग तपाईँको अहिले 5 बजेर नि 16 मिनट गइसक्यो होइन अब चाहिँ सुत्ने टाइम पनि भयो गाडीमा चार्ज पनि 23% मात्रै छ अब चाहिँ ट्याक्क सुत्दिनुपर्छ होइन ल के छ होइन भिडियोमा सबैजनाले हेरेर माया गरिदिनु होला के पुगेको छैन यसो भनिदिनु होला कमेन्ट गरिदिनु होला होइन त्यही हो सबैजनाले नयाँ च्यानल छ सब्सक्राइब गरिदिनु होला त्यही हो हस् त बाई सबैजनालाई अर्को बादमा भेटौँ